हेलो साथीहरू, म चाहिँ आज दार्जिलिङ गएको हो साथीहरू। बिहानै 6 बजी नै हिँडेको घरबाट चाहिँ हो। छोरालाई चाहिँ निन्दा लागेछ हो। बिहान छिट्टो उठाएको त 5 बजी नै, त्यही भएर अनि हामी चाहिँ अब बजारमा गएर बेलुका सकिन्छ नि त साथीहरू हो। अनि त्यही पनि सफा भइराखेको छ साथीहरू। रेली उकालो आइपुग्यौँ हामी चाहिँ हो। गाडी पनि नरोके हेर्दै नि साथीहरू, खरसाङमा पनि पहिला गइराखेको छ साथीहरू। दार्जिलिङको ट्रेन आएर चाहिँ भिडियो गर्नु पायो भनेर सर्ट भिडियो गरेको तपाईँहरूलाई है। गाडी जाम भएर यहाँ अलिकति अड्किरहेको छु है। अनि म चाहिँ सिलगढीदेखि चाहिँ दार्जिलिङसम्म एउटा सर्ट भिडियो बनाइरहेको पर्खिराखेको रहेछ हामीलाई हो। अब चाहिँ नानीको दसैँको लुगा गएको किनेकै छुइनँ नि त हो। यहाँनिर चाहिँ एकदमै भिडभाड भइरहेको छ साथीहरू। नानीको साइज नपाएर हो, छान्दा बल्ल 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 यो साइज पाएँ हो। सो थाक्यो पुरा सपिङ भएर पनि। अब गाडीमा अब चाहिँ स्ट्यान्ड आयो, स्ट्यान्डमा गाडीमा हिँड्दैछु साथीहरू। गाडी पाउँदैन नि त फेरि अहिले दसैँको टाइममा हो। एउटा गाडी भन्दैछ, नानीले चाहिँ थाक्यो भनेर भिडियो बनाएको अनि हेरौँ अब गाडीमा फाइनली गाडी आइपुगेर चाहिँ हामी चाहिँ अब गाडीमा चढ्यौँ, त्यो पनि ब्याक सिटमा हो। घर आउने बाटोमा चाहिँ अब हिँड्दैछु साथीहरू, गाउँ आउने बाटोमा। घर आइपुग्यो हो। म चाहिँ आज चाहिँ माइत आएको हो। यहाँ चाहिँ साई मन्दिर छ हो। ओके साथीहरू, थ्याङ्क यू फर वाचिङ माई भिडियो।